हजुर अनि सुन्नुहोस् न भन त मलाई साइन्स पढ्न मन लाग्यो होइन भित्रैबाट मनबाट अनि मेरो साइन्समा ठिकै मतलब बी बस बी ठिकै आउँछ के अनि साइन्स पढ्न खोज्छु मतलब पढ्न ट्राई गरिरहेको छु अब अहिलेबाट इन्ट्री गर्दाखेरि हुन्छ होइन साइन्सको लागि मजाले हुन्छ तिमीले त्यो साइन्समा पास होइन फेलै सधैँ फेलै भएको छ भने पनि पढ्न सक्छौ तिमी त केही नसोच क्या कुनै पनि भाइ पनि मेरो यसमा कमजोर छ यो पढ्न सक्दिनँ त्यस्तो केही पनि नभन क्या तिमीहरूलाई नि म ड्रप आउट हुन्छ नि 10 ड्रप आउट गरेको 10 पढ्न छोडेर 10 पढ्दा पढ्दै धेरै फेल गरेर छोडेको भाइ पनि अहिले देशको खतरा मान्छे म देखाइदिन्छु तिमीलाई हेर्छ तिमीहरू म तिमीहरूलाई लाइभ यसरी कुरा गराइदिन्छु 12 पढ्दा पढ्दै छोडेको 11 पढ्दा पढ्दै छोडेको तर देशको बेस्ट हो नि फेरि तिनीहरू अहिले पढ्न थालेर बेस्ट भएको मान्छेहरू पनि छ र बुढाबुढी भएर 20-25-30 वर्ष पुगेर 10 क्लास पढेको अनि 50 वर्ष पुगेर 10 क्लास पढ्न सुरु गरेको त्यस्तो मान्छे पनि हुनुहुन्छ धेरै राम्रो हुनुहुन्छ पढाइलाई एजले त्यस्तो सानोतिनो कुराले फिजिकल डिफिकल्टिजहरूले लोकेसनले त्यस्तो केहीले असर गर्दैन तिमीले मजाले पढ्न सक्छौ है